bless you. त्यो बेलामा चाहिँ जस अलिक बच्चे भएकाहरूले चाहिँ प्रभुलाई चाहिँ सबैले चाहिँ केही न केही दुःख पाएर काम हुन्छ भने चाहिँ त्यस्तो तरिकाले चाहिँ भएन। अनि मेरो दिदी चाहिँ एउटा गाउँमा चाहिँ मेरो दिदीलाई चाहिँ भूतआत्मा लागेको थियो। अनि दिदीले चाहिँ एउटा मामा परिले चाहिँ आएर प्रार्थना गरिदिएको कारण दुईजना लागेको दिदी र मेरो दिदीको साथी दुईजनालाई। अनि दिदीलाई चाहिँ प्रार्थना गरिदिएको कारण हाम्रो घरमा चाहिँ फेरि बाबाले पहिले सुसमाचार सुन्नुभएको ठुलो बाइबल थियो। त्यो बाइबल समयतिर प्रार्थना गर्दा चाहिँ दिदीलाई निको भयो। अनि दिदीको साथीलाई चाहिँ अनि साथीले चाहिँ आफूलाई त्यो एकदमै गाह्रो भएको भन्दा उसलाई पनि गर्नु म एक्लै भयो भन्दा चाहिँ उसले चाहिँ बाइबल समात्छ उसलाई चाहिँ सक्दिनँ भनेर त्यो भूतआत्माले भन्थ्यो क्या। अनि यसरी चाहिँ भूतआत्माले एउटा बाइबल देखेर परमेश्वरको वचन देखेर पनि डराउनु रहेछ भन्ने कुराहरू चाहिँ हामीले पहिलोचोटि चाहिँ त्यो कुराले चाहिँ हामीलाई एकदमै प्रभुसँग आउनलाई चाहिँ एकदमै रेडी बनायो। अनि त्यसरी चाहिँ दिदी चाहिँ चर्चमा जानुभयो। अनि सँगसँगै चाहिँ म दिदीको पछि मलाई केही थाहा थिएन, सन्डे स्कुलमा गएँ। अनि मलाई चाहिँ त्यति बेला चाहिँ एउटा रमाइलोको लागि सन्डे स्कुलमा गीत गाउने अनि धेरै गेमहरू खेल्ने त्यो रमाइलोको लागि गएँ। अनि साथै मैले चाहिँ सन्डे स्कुलको मार्फतबाट वचनहरू सुनेर पनि म प्रभुसँग चाहिँ अनि गहिरोमा गएँ। अनि यसरी चाहिँ मैले प्रभु पाएको कुराहरू अनि मेरो फ्यामिली चाहिँ एकदमै पहिला चाहिँ पण्डित हजुरबा एकदमै पूजाआजामा गाउँभरि मान्नेको हाम्रो हजुरबा चाहिँ। अनि फेरि उहाँले चाहिँ जस्तो पुगेको पनि अब दुष्ट आत्मासँग पनि सकिन्छ होइन, एकदम निको पार्ने क्या। अनि हजुरबाको नामै लामा बुढा भन्नुहुन्थ्यो कि सबैले। अनि लामा बुढाको नातिनी लामा बुढाको छोराछोरी यसरी हामी चिनिन्थ्यौँ। अनि सबैले एकदमै मान्ने हजुरबालाई होइन, गाउँभरि एकदम मान्नेको। अनि केही के भन्छ चाडपर्व दसैँ तिहार आउँदाखेरि त हजुरबाहरूले चाहिँ एकतिरबाट च्याङ्ग्राहरू ल्याएर नै गाउँभरि खुलाउने भनेपछि चाहिँ अनि गाउँभरिको आफन्त एकदम नजिक थियो। जब हामीले चाहिँ सुसमाचार सुनायौँ अनि दिदी गयो, दिदी पछि हामी एक एक गरी बिस्तारै हाम्रो सबै फ्यामिलीहरू गयौँ। हजुरबा र हजुरआमा मात्रै आउनु बाँकी हुनुहुन्थ्यो। मेरो अङ्कल बाबाको चाहिँ चारवटा दाजुभाइ, अनि चारवटा दाजुभाइ भएपछि चाहिँ अब आन्टीहरू हुनुभयो। अनि बाबु नानी हाम्रो दाजुभाइ दिदीबहिनीहरू सबै चाहिँ हामी प्रभुमा छौँ। यसरी चाहिँ प्रभुको प्रेमले चाहिँ हामीलाई एक एक गरेर चाहिँ हामी सबै होल परिवार चाहिँ एउटा हिन्दू फ्यामिलीबाट त्यही माथि पनि एउटा पण्डितको घरको होइन। अनि प्रभुले यसरी पायौँ। अनि त्यसपछि चाहिँ हामीले हजुरबालाई पनि बिस्तारै सुसमाचार सुनाउने। अनि हजुरबा हजुरआमा पनि बिस्तारै आउनुभयो। गर्दाखेरि चाहिँ हामीलाई सबैभन्दा मेन आशिष भनेको हाम्रो आत्मा बाँच्यो होइन। अनि यसरी चाहिँ हाम्रो परिवार चाहिँ यसरी प्रभुमा एक एक गरी आयो। अनि यही नै हाम्रो लागि ठुलो कुरा। अनि अहिले चाहिँ हाम्रो परिवारमा दाजुभाइहरूको एकता वरिपरिको मान्छेहरूले पनि कति भन्नुहुन्छ, कति मिलनसार होइन। हाम्रो बाबाहरू कहिले पनि झगडा गर्नुहुन्न, प्रभुको प्रेम छ नि त होइन त्यसमा। अनि त्यो कारणले गर्दाखेरि एउटा गाउँमा चाहिँ हाम्रो सुसमाचार त्यसरी पनि भएको छ। कति दाजुभाइहरू आपसमा लड्ने, अब सानसानो कुराहरूमा रिसिदिराख्ने, अंशको कुराहरूमा पनि कति हुन्छ नि। हाम्रो बाबाहरू चाहिँ एकदमै मिल्ने, हाम्रो आशिष नै यही छ। अनि विशेष गरी चाहिँ मेरो माइलो साइलो अङ्कल चाहिँ चर्चको पास्टर पनि हुनुहुन्छ। अनि हाम्रो मेन आशिष भनेको चाहिँ हिन्दू फ्यामिलीबाट प्रभुमा आयौँ, त्यो एउटा आशिष भयो। अनि म आफैको आशिषलाई पनि जोड्न चाहेँ। मेरो जीवनमा पनि कति समस्याहरू आएको थियो। जापानमा आएपछि कति प्रभुमा आएर पनि अनि जापानमा आएर पनि मैले सङ्गतिहरू मैले निरन्तर दिन नसकेको कारण मेरो जीवनमा पनि धेरै उतार चढावहरू आएको थियो। अनि त्यो सेनमुन पढ्ने बेलामा निहुनको बेलाको पढ्ने बेलामा एउटा क्रिसमसले विश्वासी थिएँ होइन, क्रिसमसमा मात्रै आउने थिएँ। अब के भन्छ सन्डे र स्याटरडे नै काम हुन्थ्यो। अनि त्यति बेला चाहिँ 8 घन्टा राख्दिनँ, अरू बेला काम नपाउने। अनि त्यो प्रभुलाई दिने समय थाहा हुनुहुँदा पनि म चाहिँ वञ्चित भएर बसेको थिएँ। म एक्लै बस्दिनँ, कति समस्याहरू थियो। त्यो कुराहरूबाट परमेश्वरले छुटकारा दिएर अहिले प्रभुमा निरन्तरसँग आउन पाएँ होइन, प्रभुको आशिष हो। अनि
मेरो लागि सबैभन्दा ठुलो आशिष चाहिँ एसपीको पापा हुनुहुन्छ। यति धेरै बुझ्ने मैले हस्बेन्ड पाएँ होइन। अनि मेन कारण चाहिँ मेरो मम्मीले चाहिँ 40 दिन फास्टिङ असल ज्वाइन लस भनेर होइन। अनि एकदमै बुझ्ने सपोर्टिभ हुनुहुन्छ हरेक कुराहरूमा। अनि लगातार हरेक वर्ष चाहिँ मैले आशिष पाएको छु। फेरि गएको वर्षमा चाहिँ आशिष पाएँ। यसरी प्रभुमा चाहिँ पहिलाको जीवनबाट कति समय सङ्गतिबाट टाढा हुँदा कति धेरै कुराहरू पहिले भोग्न पर्यो। त्यो कुराहरू मैले तपाईँहरूलाई के उत्साह दिन चाहन्छु भने तपाईँहरू जस्तो समय हुन्छ जतिसुकै व्यस्तता भए पनि सकेसम्म चाहिँ सङ्गतिबाट चाहिँ टाढा नहुनुहोस् है। त्यसमा चाहिँ शैतानले मौका पाउँदो रहेछ होइन। सङ्गतिबाट हामी टाढा भएपछि प्रभुसँग अब टाढा नै भयो। टाढा भएपछि शैतानले अट्याक गरिहाल्यो अनि हाम्रो समस्या बोझै बोझ थपिँदो रहेछ होइन। म चाहिँ यही भन्न चाहन्छु सङ्गतिबाट टाढा नहुनुहोस्। अनि आफ्नो फ्यामिलीलाई पनि अब कतिको त सबै फ्यामिलीहरू प्रभु हुनुहुन्न, बिस्तारै सुनाउनुहोस्। एक दिन अवश्य आउनुहुन्छ। मेरो एकदमै त्यही हो, प्रभुमा पाएँ, हाम्रो सबै परिवारले प्रभु पाएँ। मेरो आशिष नै यही हो। यही मात्र गर्न पाएँ है। जय सबैजनालाई जय मसी।